शाहलाई धेरै चोरीफुरी नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन्। पूर्व राजालाई राजगद्दीमा फर्कने दिवा सपना नदेख्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सुझाव छ। नेकपा नयाँ शक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पनि राजतन्त्र भूत भइसकेको लगायतका प्रतिक्रिया दिने रहेका छन्। माधव नेपाल, झलनाथ खनाल, विप्लव लगायतले पनि निरङ्कुश इतिहास नफर्कने दावी गरिरहेका छन्। सभापति, महामन्त्री सहितका केही कांग्रेसका नेताहरूले पनि पूर्व राजालाई चुनावी बाटोबाट सत्तामा आउन सुझाएका छन्। यद्यपि कम्युनिस्टहरूको जस्तो चेतावनी र आक्रामक शैलीमा कांग्रेसीका मुखबाट पूर्व राजाका लागि सुझावहरू त्यति सुनिएन। बरु शेखर कोइराला लगायतका केहीले त पूर्व होइन राजा नै भन्नुपर्छ भन्ने धारणा राखे र जनताले चाहे भने राजतन्त्र फर्कन सक्ने बयान पनि दिए। यद्यपि यो कांग्रेसको आधिकारिक धारणा भने होइन। कांग्रेसमा जति गुटहरू छन् त्यति नै थरीका धारणा आउने गरेका छन्। तर यसबीच आज सभापति देउवाले भने पूर्व राजा ज्ञानेन्द्र शाहका बारेमा अहिलेसम्म